धेरैवटा भिडियो देखेँ के मलाई पनि एउटा कुरा भन्न मन लाग्यो के अरे यो अहिलेको मन्त्रीमण्डलमा भएको मान्छेहरूमा यत्रो सम्पत्तिहरू कहाँबाट आयो अनि कसरी कमायो यिनीहरूले भन्ने कुराहरू होइन। पहिलो कुरा चाहिँ जसले के अरे यसको बारेमा कम्प्लेन गरिरहनु भएको छ नि उहाँहरूले एउटा कुरा बुझिदिनु पऱ्यो होइन। यिनीहरूले काम गरिरहेको थियो कि तपाईँहरू जुन बेला चप्पल गर्दै के अरे फाल्दै ढुङ्गा फाल्दै सिसा फोड्दै हुनुहुन्थ्यो नि त्यो बेला उहाँहरूले काम गर्दै हुनुहुन्थ्यो। अनि एउटा म तपाईँलाई त्यो बालनकै कुरा गर्नुभयो तपाईँले होइन, हुन्छ नि धेरै ठाउँमा देखियो मैले चाहिँ त्यो अनलाइन देखेको कुराहरू है, फेरि कसैलाई भनेको उसको एउटै पोस्टबाट होइन कति आउँछ भन्ने थाहा छ तपाईँलाई? त्यसको गरिदिउँ म तपाईँलाई डिडक्सन गरिदिउँ, उसको लगभग 13 करोड जति आउँछ उसको कि जस एउटा पोस्टबाट होइन, जस सबै गरेर उसको होइन। अनि त्यो रोयल्टी भनेको चाहिँ त्यो कन्टिन्युसली आइराख्ने चिज हो क्या। एकैचोटि अहिले आयो अनि सक्यो, स्यालेरी आयो सक्यो भने जस्तो होइन, पहिलो कुरो होइन। त्यो फेसबुकको मात्र कुरा। अनि त्यसपछि सुरु हुन्छ उसको युट्युबको म्युजिकहरू होइन, हुन्छ नि मैले पनि सुनिरहेको, धेरै साथीहरूले सुनिराख्नु भएकै होला। अनि उसको युट्युबको म्युजिकहरू अनि यताउता, अनि अब उसको एल्बमहरूको सेल्सहरू होला, रोयल्टीहरू होला। अनि कता कता इन्टरभ्यू दिँदाखेरि पनि मान्छेले बोलाउँदाखेरि पैसा दिन्छ क्या। त्यो पोडकास्टमा बोलेको यतिकै बोलेको होइन, त्यसको लागि पनि पैसा दिन्छ। त्यो कुराहरू भयो। त्यसमा सेयरिङ हुन्छ, जस्तै अब पोडकास्ट होल्डरले जसले बोलेर के अरे होस्ट हुन्छ उसको अलिकता भन्ने हुन्छ त्यसमा होइन। यो भयो मल्टिपल मिडियाको कुरा मात्रै उसको होइन। अनि उसको पास्टको कुरा गर्दाखेरि अलिकता जमिनदारकै छोरो रे, कति बिगा छ अरे, अनि काठमाडौँमा कति तलको घर छ अरे भन्ने कुराहरू पनि छ उसको होइन। त्यो हेर्दाखेरि उसँग पैसा हुनु भनेको चाहिँ त्यति ऊ मानिराख्नु पर्ने मान्छे चाहिँ होइन ऊ चाहिँ है, एकजना है पहिलो कुरा। अनि त्यसपछि अनि उसँग सुन कसरी आयो त्यत्रो भन्दाखेरि पहिलो कुरा यसरी हेर्नु होइन, हुन्छ नि अहिले पो 3 लाख पुग्यो त, कति क्रस भयो अरे, म त किन्दैन, मलाई सुन त्यति रहर पनि छैन होइन। अनि जुन बेला उसले इन्भेस्ट गर्न सुरु गर्यो त्यो बेला त त्यति थिएन नि त नि सुनको प्राइस होइन, किन्न सकिन्थ्यो। अनि उसले चाहिने ठाउँमा इन्भेस्ट गर्यो, तपाईँले गर्नु भएन, तपाईँको गल्ती हो। अब रोडमा आएर उसले किन कमायो मैले किन कमाएन र अनि मलाई देऊ भनेर भन्न त मिलेन नि त। अनि उसले कमायो त कमायो, त्यो भन्न मिल्छ त? यसरी भन्नुपर्दाखेरि यसो सोच्दाखेरि आफैलाई आफू उ लाग्दैन भने के अरे। उसले जुन बेला उसले आफूसँग पैसा थियो हातमा, आफूले चलाउन सक्ने पैसा थियो, उसले आफ्नो ठाउँमा इन्भेस्ट गर्यो जुन ठाउँमा उसलाई ठिक लागेको थियो। कसैले रियल इस्टेटमा गर्छ, कसैले सुनमा गर्छ, कसैले सेयरमा गर्छ होइन। उसले त्यो कुराहरूलाई म्यानेज गर्यो, आफ्नो पोर्टफोलियो म्यानेज गर्यो, अनि उसले त्यो हिसाबले इन्भेस्ट गर्यो। अनि त्यो कुरालाई अहिले आएर अनि 10-12 जना रोडमा आएर अनि कहाँबाट आयो पैसा भनेर त भएन नि त होइन। कति भयो 1 महिना पनि भयो कि भएन, कति भयो सरकार बनेको होइन, हुन्छ नि कहाँबाट आयो त्यो पैसा भनेर भन्न मिल्दैन नि त। योभन्दा अगाडिको पैसा हो। अनि स्रोत खुलाउ भन्ने मान्छेहरूलाई चाहिँ होइन, स्रोत खुलाउन नसक्ने भइदिए भए त्यति मूर्ख पनि छैन कि त्यस्तो राम्रो टिम होइन भएको मान्छे जसले चाहिँ त्यो ट्रेडिसनल्ली पुरै त्यो हाइज्याक गरेर राखिरहेको के भन्छ कब्जा गरेको पार्टीहरूलाई होइन हटाउन सक्ने टिम बनाउन सक्छ भनेपछि, अब यसमा होला अल्गोरिदमहरू छ के छ होइन, हुन्छ नि सक्छ भनेपछि उसले स्रोत खुलाउन नसक्ने भइदिए भए उसले आफ्नो देखाउँथ्यो होला त। उनीहरूले सबैले भनौँ न देखाउँथ्यो होला त। उनीहरूसँग छ क्या त्यो मेकानिजम छ, देखाउँछ उनीहरूले जसरी पनि देखाउँछ होइन। खोज्नुपर्छ पनि, भगवान् बनाउने होइन, देखाउँछ पनि। तर त्यो भन्दैमा होइन, हुन्छ नि के अरे सिम्पल यो के हो भन्दाखेरि तसँग यति किन पैसा मसँग किन छैन भने जस्तो भयो क्या। यो चाहिँ अहिलेको यो आन्दोलनहरू, यो 10-12 जना जो रोडमा आइरहेछ नि यिनीहरू तसँग पैसा मसँग किन्न नै भनेर। तपाईँहरू त्यो ब्यानर बोकेर बसिराख्नु, जहिले पनि प्याम्पलेटहरूमा प्रिन्ट गर्दै बसिराख्नु, अनि उनीहरू आफ्नो काम गर्दै गर्छ होइन। सिम्पल त्यति हो। किन उसँग छ किन तपाईँसँग छैन भन्ने कुरा, त्यो डिफ्रेन्स त्यही हो दुईजनामा।
उसले आफ्नो काम गरिरहेछ, ऊ आफू अगाडि हिँडिरहेछ, अनि 5 वर्षपछि फेरि भन्नु होला ऊ कसरी के अरे करोडपतिबाट अरबपति भयो भनेर भन्नु होला होइन। हुन्छ नि उसको आफ्नो बिजनेस त चलिरहन्छ नि त होइन। स्यालेरीमा बसेको मान्छे होइन ऊ, स्ट्रक्चरल इन्जिनियर पनि हो, म्युजिसियन हो, अनि प्लस उसको अरू चिजहरू पनि छ के अरे पुर्ख्यौली के छ महत्त्वतिर भन्ने कुराहरू पनि छ नि त है। आफैले बुझ्नु पऱ्यो नि त यो कुरा। अनि त्यो कुरालाई चाहिँ अरूलाई डाउट गर्ने र अरूलाई नराम्रो र अरूलाई तल पार्ने भन्दा पनि होइन आफूले आफूभित्र हेर्ने हो कि म पनि गर्न सक्थेँ कि भनेर होइन। 35 इयर्सको भयो अरे। अनि अस्ति एउटा बहिनीले भन्दै थियो के अरे केपी ओलीलाई निकाल्नुपर्छ, यो गर्नुपर्छ, त्यो गर्नुपर्छ भनेर भन्दै थियो होइन। हुन्छ नि बहिनीलाई पनि भनेको अहिले टाइम छ होइन, अलिकता भाइरल भइरहेछौ, त्यो कुरालाई युज गरे पनि राम्रो हो। अनि प्लस पढ्न लेख्न सिक अलिकता होइन। त्यो नेपालीमा जस मलाई चाहिँ त्यति आउँदैन के अरे त्यो त्यसरी बोल्न आउँथ्यो के अरे कसलाई के भन्छ के कुराहरू मलाई चाहिँ त्यो आउँदैन होइन। तिमीलाई आउँदो रहेछ त्यो कुरालाई युज गर बरु। अनि भोलिको दिनमा जुन बेला तिमी हाम्रो एजको हुन्छौ अनि त्यो बेला तिम्रो पनि त्यही हुनसक्छ क्या होइन। अनि यो बा त्यो बा भन्दै अनि यसको विरोध उसको विरोध भन्दै होइन हुन्छ नि उसमा पुगौँला भन्ने त्यो के अरे के भन्छ त्यसलाई सत्तामा पुगौँला अनि सांसद बनाउँला यताउता भन्ने कुराहरूमा अहिले ध्यान नदेऊ के। टाइम छ तिमीसँग, अहिले टाइम छ, टाइम लिऊ होइन। बोल्ने क्षमता राम्रो रहेछ अनि त्यो कुरालाई राम्रो ठाउँमा युज गर। वक्तित्व कला भन्छ क्या अरे नेपालीमा, वक्तित्व कला होइन, डिबेट गर्न सक्ने त्यो शक्ति एउटा होइन हुन्छ नि। त्यो कुराहरूलाई राम्रो ठाउँमा युज गर अहिलेलाई होइन। टाइम लिऊ, तिमीसँग तिमीलाई केही हतार छैन क्या। अनि 1-2 वर्षपछि टाइम बन्दै गर्छ। यो अहिलेको गभर्मेन्टले अलिकता राम्रो गर्न खोजिरहेछ, गर्न देऊ, हेरौँ न होइन। भएन भने चाहिँ सँगै मिलेर विरोध गरौँला, सबैजना सँगै मिलेर विरोध गरौँला। अनि राम्रो गर्न खोजिरहेछ नि त जो सुनेको जति होइन। अनि जुन तिम्रो पार्टीको उहरूले यो गर्नुपर्छ त्यो गर्नुपर्छ भन्ने कुराहरू तिमीलाई सिकाएर पठाएर हुन्छ नि रोडमा, त्यो त सबैलाई थाहा छ। जो आन्दोलनमा आउनेहरू म्याक्सिममहरूको सबैको थाहा छ है। यो भन्नु, यो बोल्नु, यो लेखेर जानु भनेर होइन। त्यो प्याम्पलेटहरू छाप्नको लागि 5 रुपियाँ कति 10 रुपियाँ लाग्छ होइन। हुन्छ नि त्यो छापेर रोडमा गएर नबसिराख, आफ्नो काम गर। तिम्रो पढाइ कहाँसम्म पुग्यो, यङैदेखि जाऊ होइन। हुन्छ नि ब्याचलर्सहरू कम्प्लिट गर, मास्टर्सहरू कम्प्लिट गर, अनि त्यसपछि अनि उसमा आऊ न, डिबेटमा आऊ के अरे उसमा पार्टिसिपेसन गर होइन। अलिकता बोल्न जानेकै मान्छे रहेछ। अनि अर्को चाहिँ नि एउटा अर्को भाइ के अरे त्यो नाम चाहिँ मलाई थाहा भएन त्यसको चाहिँ होइन। त्यो अस्ति एकदमै भाइरल भइरहेको थियो, मैले त्यो उसमा रिल्सहरूमा देखिरहेको थिएँ त्यसलाई चाहिँ। त्यो मान्छेले चाहिँ के अरे के कुरामा हो पेट्रोलको दाम यत्रो किन बढ्यो, यस्तो किन भयो भन्ने कुरा होइन। फर्स्ट कुरा चाहिँ पेट्रोलको दाम नेपालले कहिले पनि गर्न तोक्न सक्दैन आफूले। नेपाल आयल निगमले कहिले पनि पेट्रोलको दाम तोक्न सक्दैन। पहिलो कुरा किन सक्दैन भन्दाखेरि हाम्रो टाइअप इन्डियासँग छ। हामीसँग पोर्ट छैन एउटा कुरो, हामीसँग के अरे छैन के अरे हाम्रो आफ्नो स्टोरेज छैन, अनि रिफाइनेरी पनि छैन। अनि त्यही भएर हामीले इन्डियाको भर गर्नुपर्ने हुन्छ होइन। अनि इन्डियाले यति सस्तोमा बेचिरहेछ भने हामी किन यति महँगोमा बेचिरहेको, हामीले यति महँगोमा किन किनिरहेको भन्ने कुरा एउटा जुन आइरहेछ नि होइन। त्यो कुरा यस्तो हो, इन्डियाले पहिला आफ्नो सबै स्टेट, कतिवटा स्टेट छ यिनीहरूको 48 कतिवटा हो स्टेटमा थाहा छैन है, अहिले बिर्सेँ मैले। उनीहरूले आफ्नो स्टेटहरू सबैमा पुग्ने, उनीहरूको हरेक फरक स्टेटमा फरक रेट पनि हुन्छ है। फेरि यो कुरा इन्डियामा बसेको मान्छेहरूलाई थाहा होला। उनीहरूले आफ्नो स्टेटमा पुगिसकेपछि अनि नेपाललाई दिने हो, नेपाल आयल निगमलाई दिने हो। नेपाल आयल निगमले आफूले घाटा खाएर बेचिरहेछ अहिले खासमा भन्नुपर्दाखेरि। अनि इन्डियामा 100मा बिकिरहेछ भने चाहिँ नेपालमा किन 160मा नबिकेको भन्ने कुरा पनि आयो एउटा होइन। इन्डियाको 100 भारूको नेपालमा 160 हुन्छ भन्ने कुरा मात्र थाहा रहेछ मान्छेलाई
हैन। त्यसमा लाग्ने के अरे लेभीहरू, त्यसमा लाग्ने ट्याक्सहरू चाहिँ खै त कसले बुझ्ने? इन्डियाले आफूलाई पुगिसकेपछि बाँकी रहेको मात्र दिने हो हामीलाई अहिलेको लागि, अहिलेको स्थितिको हिसाबले है। किन भन्दाखेरि हामी रेगुलर कस्टमर चाहिँ हो, दिनु चाहिँ दिन्छ उसले हैन, तर आफूलाई पुग्ने पहिला राख्छ उसले। त्यसले गर्दा के हुन्छ, सर्टेज क्रिएट हुन्छ। सर्टेज क्रिएट भएपछि के हुन्छ, मार्केटमा के हुन्छ? मार्केटमा सर्टेज क्रिएट भइसकेपछि पहिला युपीबाट आउने हो हामीलाई, युपी मेन चाहिँ युपीबाट आउने हो हैन, वीरगञ्ज नाका हुँदै युपी र बिहारबाट आउने हो तेल चाहिँ हैन। हुन्छ नि त्यो तेल आउने जुन चाहिँ छ नि रुटमा आउने, त्यो जुन हाम्रो ट्याङ्करहरू छ नि, त्यो ट्याङ्करहरू पनि डिजलबाट र उसबाट चल्छ क्या। अनि त्यसको खर्च पनि जोड्नुपर्छ हामीले पहिलो कुरो। त्यो खर्च जोडेको खै त? अनि श्रीलङ्कामा के अरे नेपालमा सबैभन्दा बढी बेचिरहेको छ, श्रीलङ्कामा चाहिँ सस्तो छ भनेर भन्ने कुरा जुन गरिरहेको छ नि हैन। हुन्छ नि श्रीलङ्कामा अहिलेको नेपाली रेटले हिसाबले कुरा गर्ने हो भने चाहिँ श्रीलङ्कामा 325 रुपियाँको हिसाबले बिकिरहेछ तेल। नेपालमा 225 मा दिइरहेछ, 100 रुपियाँ कम छ अझै पनि। कसरी गरेर होला त? त्यो कति घाटा खाइरह होला? जबकि श्रीलङ्का भनेको एउटा आइल्यान्ड हो। श्रीलङ्का भयो, अनि पाकिस्तानसँग के अरे समुद्र छ, बाङ्लादेशसँग बे अफ बङ्गाल छ, अनि मालदिप्स त पनि आइल्यान्ड भइहाल्यो हैन। उनीहरूले डाइरेक्ट कन्ट्याक्ट पनि गर्न सक्छ क्या, जुन कन्ट्रीले बेचिरहेछ, जोसँग उनीहरूको मिल्छ हैन। हामीले कोसँग गर्नुपर्छ भन्ने कुरा, चाइनाबाट त आउन सक्दैन। हामीले गर्ने भनेको सिधै इन्डियाबाट हो। इन्डिया बाहेक हामीसँग कुनै रुटै छैन सिधा भन्नुपर्दाखेरि। सबभन्दा नजिक बङ्गलादेश थियो, बङ्गलादेशले दिनै सक्दैन इन्डियाले नाइ भन्दासम्म। अनि इन्डियाको हिसाबले हामीले तेल बेच्नु पर्यो भनेपछि हामीलाई कसरी आउँछ त सस्तोमा? सबैभन्दा नजिकको पोर्टको हो हाम्रो कलकत्ताको हैन। भन्नाले नेपालमा आउनुपर्ने तेल कलकत्ता भएर रिफाइन भएर, इन्डियामा रिफाइन भएर अनि नेपाल आउने हो नि त हैन। अनि इन्डियाले चाहिँ आफै रिफाइनरी राखिरहेछ भनेपछि उसले 100 मा बेच्न सक्छ। हामीसँग छैन रिफाइनरी, के गर्ने? न हामीसँग स्टोरेज पनि छैन, के गर्ने? डेली आउनुपर्ने ट्याङ्करहरू आफै डिजलमा खर्चमा आइरहेछ भनेपछि उसको कस्ट एउटा एकचोटि एक हिसाबले कस्ट हेरौँ। लगभग मानौँ एउटा ट्याङ्करमा कति आउँछ तेल? ल फर इक्जाम्पल 1 टन त्यो लिक्विड आउँछ अरे, त्यो रिफाइन गर्दाखेरि कति हुन्छ र अनि त्यो तेल त्यो ट्याङ्करको कस्ट कति हुन्छ नेपाल आइपुग्दासम्म? अनि भङ्चार त अलिकता होला, भङ्चार त कति 80-50% कति झार्यो अरे भन्ने सुनेको थिएँ। अनि त्यसपछि कति हुन्छ त नेपाल आइपुग्दासम्म? अनि त्यसपछि त्यही तेल आउनुपर्ने भनेको पनि प्लस सिधै आएर, जस्तै मानौँ भैरवाको उसमा के अरे पेट्रोल पम्पमा सिधै झर्दैन नि त त्यो हैन। त्यसपछि हाम्रो नेपालको प्रोसेसहरू चल्छ नि त। अनि कसरी हुन्छ त? अनि एउटा रेट बुझ्नु पर्यो नि त, इन्टरनेसनल मार्केटहरूलाई बुझ्नु पर्यो के भइरहेछ भनेर, मिडल इस्टमा के भइरहेछ भनेर। इरानले सिधै हाम्रा के अरे ल ठिकै छ अमेरिकासँग तिमीहरूको केही मतलबै छैन, तिमीहरूलाई म सिधै तेल दिन्छु भनेर पठायो भने पनि सिप कहाँ आउँछ, कहाँ आएर रोकिन्छ? कलकत्ता आएर रोकिने हो। सबभन्दा नजिक हाम्रो त अहिलेसम्म चलिरहेको। कि प्लेनबाट ल्याउनु पर्यो, कार्गोबाट झन् महँगो पर्छ, के गर्ने हो? तरिका भनिदिनु पर्यो नि त। समस्या मात्र देखाएर हुँदैन कि, सल्युसनमा जानु पर्यो मान्छेले। कहाँ छ त हाम्रो सल्युसन? ल खै कहाँबाट ल्याउने तेल? अनि अस्ति एउटाले कुन चाहिँले भन्दै थियो नेपाल सरकारले कता अमेरिकन आर्मीलाई के युरेनियम उत्खनन गर्नलाई उदियो अरे भन्ने कुराहरू। त्यसको पहिलो कुरा त त्यसको कुनै पनि अथोराइज्ड कुनै पनि ऊ भएको छैन पहिलो कुरा हैन। सेकेन्ड कुरा भइसकेपछि पनि अनि हाम्रो आफ्नो चिजलाई चाहिँ हामीले राखिराख्ने जहिले पनि निकालेपछि के हुन्छ त? हामीसँग छ त्यो टेक्नोलोजी, हामीले त्यो गर्न सक्छौँ, हामीसँग त्यो ड्रिल गर्ने मेसिनहरू छ र अनि हामीलाई त्यो टेस्ट गर्ने हामीसँग मेसिनहरू छैन नि हैन। कोही न कोही त चाहियो। सबै कुराहरूलाई जहिले पनि हैन हुन्छ नि यसको हस्तक्षेप उसको हस्तक्षेप भनेर हैन हुन्छ नि बेकारको त्यो झगडाहरू नगरिराखौँ के एकअर्कासँग। गर्नु छ भने चाहिँ सबैजना मिलेर गरौँ, गर्नु छैन भनेपछि हैन सुम्पिदिए हुन्छ, जसलाई दिनु छ दिदिए हुन्छ, टुक्रिएर भए नि हुन्छ।
पूर्वतिर एउटाले किराँते किराँत मात्र भन्छ होइन, काठमाडौँतिर एउटाले नेवारै नेवार मात्र भन्छ, पश्चिमतिर त्यस्तै ठकुरी ठकुरी मात्रै भन्छ। त्यस्तै गरेर छुट्टिदिए पनि हुन्छ ल। नत्र भए होइन, मिल्नु छ भनेपछि सानसानो कुराहरू, यस्तो यस्तो कुराहरूमा हुन्छ नि बेकारको उ नगरी झन्झट नगरिराखेको हुन्छ है।